यो पारिपट्टि अब बवाल गेम हुँदैछ गाइस यहाँ हैन। भान्जली कता हाने माथि यो अग्लो चुचुरो कस्तो देखिरहेछ है। यतातिर यस्तो राम्रो दृश्यहरू देख्न सक्छौँ हामी। यता हरियाली छ हैन। र आज चाहिँ दिउँसो यता पर रूपाकोट भन्ने ठाउँमा क्रिकेट गेम चलिरहेछ। म त्यतातिर जानेछु। हिजोदेखि गेम चलिरहेछ। तिफल कुन चाहिँ गाइस त्यहाँबाट यसरी यहाँ कति फुल चार्ज भएको देखाउँछु होला नि हैन। हुन्न लौ लिनु सल्टिने सल्टिना लिनु थोते। हेलो गुड मर्निङ गाइज। ल अब भर्खर बेसरी पानी परिरहेको थियो गाइज। अहिले चाहिँ पानी बिदो भइसकेपछि मौसम चाहिँ यस्तो आनन्दको सफा भइरहेछ हैन। यता पारिपरि चाहिँ कुहिरो लागिरहेछ अनि यतातिर पनि कुहिरो लागिरहेछ हैन। यसलाई हेर्नुहोस् है त। अनि अहिले चाहिँ यतातिर मकै टक्क हैन अब फल्दैछन्। धान चुप्ला गरिसकेका छन्। यता धान अनि अब पसाउने समय हुन आँट्न थालिसकेको छ। ल हेर्नु है यतातिर यस्तो राम्रो दृश्यहरू देख्न सक्छौँ हामी। यता हरियाली छ हैन। र आज चाहिँ दिउँसो यता पर रूपाकोट भन्ने ठाउँमा क्रिकेट गेम चलिरहेछ। म त्यतातिर जानेछु। हिजोदेखि गेम चलिरहेछ हैन। र भिडियो चाहिँ अन्त्यसम्म हेर्नु होला। म क्रिकेट गेम पनि समेट्नेछु। आजको दैनिकी म समेट्नेछु। हेरेर साथ दिनु होला है त गाइज। के सरी भर्खर आउँछौँ के त्यसो नगर न। मैले भिडियो भर्खर आउँछौँ ल गेम हेरेर। मम्मीसँग जाऊ 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 छिटो छिटो के ल बाबा छोरो गयो है हामी। त्यसो नगर न खाली खुट्टा। ए कमिलाले टोक्छ जाऊ म आइहाल्छौँ कि गेम हेरेर आउँछौँ। तिमी गएर धेरै पानी आउँछ होइन दौडिनु पर्छ त्यहाँ आउँछ एकदम हुन्न कि आउँदा होइन ढिलो हुन्छ हुन्न कि छोरी। दादालाई पैसा दिइरहेछन् ल नास्ता खाएछ भनेर ल दियो होइन कि नास्ता खाएछ भनेर नास्ता खाएछ भनेर दिइछन् कि पैसा लिनु न भन दादालाई भन त दादालाई सोल्टिनी लिनु न ल नास्ता खाएछ ल जा जा नास्ता खाएछ जा कि भयो। खानासाना खाएर गेम हेर्न जाँदैछौँ होइन। मौसम पनि एकदम शीतल शीतल छ त्यस्तो गर्मी छैन। अब हामी बाबा छोरो जाँदैछौँ। बहिनीलाई फकाउनलाई चाहिँ उसले मिठाई ल्याइदिएर आइसक्यो। बहिनीलाई के ल्याइदिस् ल है। हामी चाहिँ क्रिकेट हेर्न होइन खाना छोरो चाहिँ क्रिकेट पाराखी छ क्रिकेट हेर्न जाने भन्छ। हामी चाहिँ यता अगाडि अब क्रिकेट हेर्न जाँदैछौँ। कस्तो हुन्छ म्याच आजको होइन। सुरु भइरह्यो होला। ल हतार हतार छ होइन गइहालौँ होइन। बाटो पनि बनेछ अहिले त होइन। खोइ त घड्याङ र गुडुङ थियो अहिले त सर भएछ नि त। यहाँ थोरै लेभल मिलाउँदो रहेछ। माथि यो अग्लो चुचुरो कस्तो देखिरहेछ है। पानी परेपछि त राम्रो देखिन्छ नि ऊ पारी घोरातिर। धमिलो आइरहेछ। पारीको गाउँ चाहिँ राम्रो देखिन्छ के गेम मजाले बसेर हेर्ने जस्तो शीतल छ होइन। हामी चाहिँ अब टक्क बसेर गेम हेरिन्छ एकछिन। हावा चलेको आनन्द बल पनि अलि फास्ट फाल्छन् देखिन्छ हैन।
इभी गाडी पनि चार्ज हुन्छ कि त्यहाँ इभी गाडी चार्जमा हालेर रहेछ कि कसरी चार्ज गर्छन् थाहा होला इभी गाडी पछाडि हुन्छ डिजल हाल्ने ट्याङ्की हुन्छ नि हुन्छ त्यसो पनि त्यस्तै हुन्छ अनि प्लग हालिदिन्छन् अनि चार्ज हुन्छ त्यो चार्ज भइरहेको त ती हेर्ने यो हेरौँ न यस्तो प्लग यताबाट जोडेको गाइस पहिलोचोटि हो कि यतातिर हुन्छ नि मजाहरू देखाउँछ ती प्लग हुन्छ गाइस अनि त्यहाँबाट यसरी यहाँ कति फुल चार्ज भएको देखाउँछु होला नि हैन ल यहाँ चाहिँ टक्क ल जाम आऊ ल ओइट ल यता फर्काउनु यता ल इभी गाडी चार्ज हुनको लागि चाहिँ यहाँ भित्र ती पब्लिक चार्जिङ स्टेसन पनि सञ्चालनमा आइसकेको छ है पुरानो पेट्रोल पंप गाडी चार्ज भइरहेको छ नि त फुल भएको त्यति नै देखाउँछ त्यो स्क्रिन छ नि स्क्रिनमा देखाउँछ होला ग्रीन भएको त्यो ग्रीन देखायो फुल ग्रीन देखायो रेड भएको त्यो यो चार्ज चालिसिबा कहाँ हिँड्नुभयो कता हो दसरी तैँले के भनेर पोको पार्नु सबै पैसा पोको पार्नु खानेकुरो भए त दिन्थे नानी को हुन् अनि त बाबु हो अनि के छ खाना खानुभयो ए इभी होइन र इभी हो बुटुलबाट आएको गाडी धेरै गाडीहरू चल्न थालिसक्यो यता यस्तो मजाको जङ्गल छ कि सिसौको बाजार हुन्छ नि अब यो पारिपट्टि अब बवाल गेम हुँदैछ गाइस यहाँ होइन हामी चाहिँ मैदानमा प्रवेश गरिसकेका छौँ अब होइन हप्ता गेम हुँदैछ कताबाट हेर्ने तल चाहिँ घाम लागिरहेछ कता कसरी हेर्ने त खेलाडीहरू जम्मा हुँदैछन् होइन बाइक चाहिँ यतै राख्नु है भोक लाग्यो भान्जाले कता हाने लोकप्रिय भान्जा सबैका भान्जा पचास रन कटाए है तिमीले तिमीले सबैले चिनेर जाऊ बस बस हरिया मकै खोल्दै आयो नि त हामी त दमुका आउने ठाउँमा होइन क्रिकेट पनि हेरेँ मजाले अनि बस्छ झ्याउ लाएर निस्कियो नि यो त ल ल चुप 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 बस 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 चुप नचला नचला ओ चलाउने उ त्यहाँ बस त्यहाँ बस
मकै लिएर हिँड्यो पोलेर चाहिँ दाउरा कहाँ खोज्ने फेरि कहाँ होइन कि पोल्ने ठाउँ चाहियो फेरि छैन खोज्नुपर्छ कि त्यही राख्ने होइन ल मकै काँक्रा मकै कस्ता पऱ्यो थाहा भएन ल खोल्नु पर्यो खोल्छ के मलाई यति चिया पकाइदिन्न मैले पकाइदिन्न म त सेतो काउली सेतो मकै खाने अब हुन्न लौ लिनु सल्टिने सल्टिना लिनु थोते सल्टिना